कसले गराएको? कसले गराए? बिपी आफैले हो। कसले गराए? यहाँ नेपालमा राजनीतिक नि नेपालीहरूले गरेका छन्। अनि तपाईँ कहाँ हुनुहुन्छ? त्यही त कसले गराए भन्नु न। सूचना तपाईँले बाहिर बिपीको उदय भनेको सिआइएले गराएको, अमेरिकाले गराएको। त्यस पछाडि कम्युनिस्टको उदय कसले गराएको? उनीहरूले नै गराएको। भारतमा माओवादीको युद्ध कसले गराएको? उनीहरूले नै गराएको। बुझ्नुभयो? भनेको नेपालमा नेता जो उदय हुन्छ त्यो विदेशीले नै बनाइदिन्छ हो। अनि अस्ति जेनजी मुभमेन्ट कसले गराएको? पक्कै त के भनेको छ? अमेरिकन युथ काउन्सिलले को मेम्बर होइन रक्षाबम? हामी अमेरिकन युथ काउन्सिलको मेम्बर हौँ है। सिंहदरबारमा आगो लगाउँदा वाउ गर्ने होइन। कुन चाहिँ नेपालीले सिंहदरबारमा आगो लाउँछ? कुन चाहिँ नेपालीले सर्वोच्च अदालतमा आगो लाउँछ? कुन चाहिँ नेपालीले संसद भवनमा आगो लाउँछ? म त्यहाँ जान्छु। मेरो प्रश्न चाहिँ जवाब आएन। तपाईँहरू जस्तो हिन्दू धर्म राज संस्थाको नै एजेन्डा बोक्ने हो नि अब भने होइन? होइन यही हो नि एजेन्डा तपाईँहरू? होइन एकछिन तपाईँलाई म भन्दैछु, राज संस्था र हिन्दू राष्ट्र मात्रै होइन हाम्रो एजेन्डा। मूल एजेन्डा चाहिँ मूल एजेन्डा भनेको नि हाम्रो सर्वहारा वर्ग भुइँ मान्छे लघुवित्त पीडित छ नि, यिनीहरूले ढाँटेका सहकारी पीडित, ब्याङ्क पीडित। हाम्रो मुटु भनेको थियो, हाम्रो मुटु धड्कन भनेको थियो गरिबलाई कसरी धनी बनाउने, घर लिलाम भएका घर फर्काएर उनीहरूलाई एउटा काम गर्ने र तिर्ने वातावरण बनाउने एउटा कुरा त्यो। राज संस्था र धर्म भनेको नि शिरमा राख्ने कुरा हो। एजेन्डा भनेको लघुवित्त पीडित, सहकारी पीडित, ब्याङ्क पीडित, कालो सूचीमा परेका मान्छे र ब्याङ्क र सहकारीले नि लिलाम गरेर सडकमा पुर्याएका मान्छे छन् नि, आज खोलाका डिलमा बस्न मान्छे बाध्य छन् नि, तिनलाई फेरि रिभाइभ गराउने हो, घर फिर्ती गर्ने अभियान हो। घाँस बाँस कपासको सुनिश्चित गर्नलाई हाम्रो अभियान हो। हेर्नुहोस्, तपाईँले यो कुरा त हुन्छ किन हुन्छ भने नि काङ्ग्रेसले ढाँट्यो, एमाले ढाँट्यो, माओवादीले ढाँट्यो, यसको त देखिहाल्नुभयो 3 महिनामा। सबैले ढाँट्दैछन्। यसले त अहिलेको त देखिहाल्नु। हाल्नुहोस्, कहिले ढुक्क हुनुहोस् भनेको छ, कहिले के अरे मलाई रिस उठ्यो भने म त खुसी छु। के अरे हिजोको कमेन्ट स्टेटमेन्ट प्रधानमन्त्रीको हिजो एउटा स्टेटमेन्ट आएको थियो नि, के आएको थियो? उहाँले भनेको त उहाँले जुन 6 दिन काम गर्छु, बिदाको दिन चाहिँ उहाँ खुसी भएर नाच्छु। आज होल्डिङ सेन्टरमा आजदेखि खाना पाउनु छोड्यो होइन सुकुम्बासीले। जब सुकुम्बासीहरू रुन्छन्, जब सुकुम्बासीलाई घरबार बनाइन्छ, उहाँ नयाँ ड्रेसमा आउनुहुन्छ, रमाइलो लाग्छ नि कसैलाई। इद्रिस अमिन भन्ने थियो नि बेलुकासी रक्सी मान्छेको मुटु कलेजोसँग रक्सी खाने राष्ट्रपति थियो क्या साउथ अफ्रिकामा। उसका फ्रिजमा मान्छेका टाउका हुन्थे क्या। जब गरिबमाथि पत्र पारेर नि अनि ऊ सेतो सर्ट र प्यान्टमा आउने, अनि त्यो चर्चा ल्याउने, अनि ढुक्क हुनुहोस् भन्ने बजेट त्यस्तो आउने आयो होइन। गरिब जसको खल्तीमा पैसा छैन त्यसले शिक्षा पाउने, जसको खल्तीमा पैसा छैन त्यसले स्वास्थ्य पाउने, उपचार पाउने। यो सरकारले तपाईँ सरकारले